तपाईहरुले होटल रेस्टुरेन्टहरुमा त खाना त पक्कै पनि खानुभएको छ होला र त्यो होटल लाइनमा कसरी खाना बन्छ है, त्यहाँ चाहिँ कुन आइटमहरु बन्छन् त त्यो पुरा प्रोसेस हेर्नका लागि हामी साउथ इन्डियाको चेन्नई तमिलनाडुको भेज होटलमा आइसकेका छौं। भिडियो सुरु गरौँ साथीहरु किचनबाट है। यहाँ चाहिँ चपातीको गोला बनाएको छ है। चपाती कसरी बन्छ त है साथीहरु, यहाँ चाहिँ एकदम राम्रो फेमस पनि मानिन्छ है। यो चाहिँ धोसा भट्टी हो है, यो चाहिँ आलु मसला भन्छ है। यहाँ यो चाहिँ परोटा हो है, एकदम टेस्टी हुन्छ खानाको लागि। यहाँ चाहिँ चपाती छ है, एकदम राम्रो हुन्छ खानाको लागि। र यहाँको साउथ इन्डियाको एकदमै राम्रो रुचाउने भनेकै भडा हो यो चाहिँ है। यहाँ चाहिँ भेज बिरयानी छ है, एकदम राम्रो साथीहरु है। एकदम यहाँ चाहिँ धोसा पनि रेडी भइसकेको छ स्याम्पल देखाउनको लागि। यहाँ चाहिँ भज्जीको माउ मिक्स गरिरहेको छ, रेडी गरिरहेको छ साथीहरु है। यहाँ चाहिँ चपाती रेडी गर्दैछ है साथीहरु, एकदम राम्रो है। यहाँ चाहिँ डाल्डा है, चिनी नुन हालेर बनाउने रहेछ साथीहरु। यहाँको धेरै आइटमहरु देखाउन बाँकी नै छ साथीहरु। अबको लागि अर्को भिडियोमा है साथीहरु।